के अबको काठमाडौँमा रहेको खोला एक दुईटाको नामै बताउनु पर्दा के अब काठमाडौँमा रहेको खोला नाला जसरी मेरो साइडमा बगिरहेको युकेको रिभर थेम्स जस्तो संरक्षित हुनेवाला छ त? आशा छ हुन्छ नै भनेर। अब चाहिँ लेट्स बी पोजिटिभ सबजना। अब चाहिँ हुन्छ। हामी सबैले साथ दिन जरुरत छ अबको सरकारलाई, अब आउने अपकमिङ अरू युवाहरूको लागि। तर अब आउने युवाहरू सबै पढे लेखेको हुन जरुरत छ। अबको 5-10 वर्षमा आफ्नो देश फर्किँदाखेरि बागमती खोला, विष्णुमती खोला काठमाडौँमा बगिरहेको, विशेष गरी काठमाडौँमा बगिरहेको खोला र नेपालभरि बगिरहेको खोला यसरी नै संरक्षित होस् भन्ने मेरो कामना छ। सधैँ साथ र सपोर्ट अहिलेको सरकारलाई, अब आउने सरकारलाई। जय बालेन सरकार, जय रवि दाई, जय सौडी मगले दाई, अनि चितवनबाट जित्ने दिदी, अनि अर्को तोसीमा डाक्टर तोसीमा, चितवनबाट यही भिडियोमा चितवनको वासीलाई नै हल्का स्यालुट दिउँ है। नसोचेको ऊ प्रुभ गर्नुभयो है। यस्तो सोच्दाखेरि त है चितवनको मान्छे चाहिँ नेपालभरिको सबभन्दा शिक्षित मान्छे चाहिँ चितवनको लाग्यो। इट्स अमेजिङ, ह्याट्स अफ। ल राख्दै है। अबको 10 वर्षमा बागमती खोलामा यस्तै स्वान हिँडेको देख्न पाऊँ। यो सब गभर्मेन्टको जग्गा हो, यो खाली वरपर सबै। र खाली जग्गालाई चाहिँ गभर्मेन्टले कसरी उपयोग गरेको छ त? यो अगाडि देख्नुहुन्छ कार पार्किङ है। यतापट्टि साइडमा छ चिल्ड्रेन्स प्ले ग्राउन्ड, जस्ट नर्मल के स्कुल पछि। यो भित्रको बिल्डिङमा चाहिँ के छ भन्दाखेरि स्विमिङ पुल, जिम्स, स्पोर्ट्सको हरेक उहरू छ हैन। अनि पे गर्नुपर्छ सर्टेन अमाउन्ट, नट सो हाई एज बाहिर हैन। सब्सक्रिप्सन लिन मिल्छ। त्यो सब गभर्मेन्टले चलाइरहेछ। गभर्मेन्ट भनेको काउन्सिलले, लोकल काउन्सिलले। अनि यो भित्र चाहिँ जति पनि यो एरियाको स्कुल्सहरूको टुर्नामेन्ट चाहिँ यही भित्र हुन्छ है, किन हाइली सफिस्टिकेटेड छ। अनि पैसा अनुसारको सबै सिस्टम हुन्छ नि, त्यो लग्जरी सबै छ क्या। भनेपछि अबको 10 वर्षमा हाम्रो नेपाल, स्पेसली काठमाडौँ चाहिँ मैले यस्तै सपना देखिरहेको छु। आई होप यस्तै हुन्छ भनेर। हुन्छ नै होला यार, किनकि राम्रो सरकार, पढे लेखेको सरकार आएको छ होइन। त्यही कारणले गर्दा। अनि उता फुटसल छ होइन, फुटसल छ, त्यहाँनिर फुटबल खेलिरहेछ नाइटमा पनि। सो यो भयो चिल्ड्रेन्स प्ले ग्राउन्ड होइन। यो चाहिँ फ्री हो। बच्चाहरू आफ्टर स्कुल्स प्यारेन्ट्सले बच्चाहरू ल्याएर खेलाउँछ यहाँनिर। अति सफा, यो सिमेन्ट होइन, रबरको ग्राउन्ड हो होइन। अनि उता भयो 2टा कि 3टा फुटसल छ। पे गर्नुपर्छ होइन, बुकिङ गर्नु पऱ्यो। सब अनलाइन छ है, सिस्टम सब डिजिटल छ। अबको 10 वर्षमा हाम्रो नेपाल यस्तै हुन्छ भन्ने मलाई फुल्ली आशा छ। यो सबै गभर्मेन्टको हो। यो पहिला खाली थियो, अनि एकैचोटि बनाउनु पर्छ भने छैन नि। गभर्मेन्टको जग्गा खाली
गभर्मेन्टको जग्गा खाली हुनु पनि हुन्छ नि, के भयो त त्यसलाई सुकुम्बासी एरिया मान्छे बसिहाल्नुपर्छ भने छैन नि त। प्लान भनेको बिस्तारै हुने हो नि त होइन। यो पनि कति समय यति खाली थियो, पछि काउन्सिलले लाइक कति 2-3 इयर्स भयो होला यो सब बिल्डिङ बनाएको सब। अनि यहाँ इलेक्ट्रिक चार्जिङ पोइन्ट पनि छ, अनि त्यो 2 घन्टा कि 3 घन्टासम्म फ्री पार्किङ छ यहाँको मेम्बरहरूलाई। म पनि यहाँको मेम्बर छु, सो म चाहिँ 2 घन्टा जति भयो आएको, अब एकछिनमा जानुपर्छ घर। अनि मैले पनि फ्री पार्किङै गरिरहेको छु होइन। अनि कसरी पार्किङ चाहिँ कसरी पैसा उठाउँछ भने सब यो भनेको चाहिँ सिभिक सेन्स भन्छ यसलाई, आफ्नो के भन्छ सेन्स लाउने के। यहाँको मान्छेहरू त्यति झुटो बोल्ने, ढाँट्ने, लुट्ने गर्दैन। अनि यहाँ सिसी क्यामेराले हेरेर आउँछ, उनीहरूले अपरेट गरेर आउँछ, नम्बर त्यो गाडीको नम्बर प्लेट क्याच गरेर आउँछ यिनीहरूले। अनि देन काउन्सिलले डाइरेक्ट घरमा चिठी पठाइदिन्छ, 3 आवर्सभन्दा बढी पार्किङ गरिस्, पार्किङको पैसा तिर, पेनाल्टी भनेर पेनाल्टी पनि लगाउँछ। सो यस्तो छ यहाँको चाहिँ होइन। अनि कसरी पार्किङको पेमेन्ट यहाँ बस्ने, अनि आफैले 3 घन्टाभन्दा बढी भयो भने भित्र गएर क्युआर पेमेन्ट गर्ने, अथवा आफैले एप छ भने आफैले पेमेन्ट गर्न मिल्यो क्या। यस्तो सिस्टम। अबको 10 वर्ष हाम्रो नेपाल, स्पेसली काठमाडौँ, पोखरा, चितवन, डेफिनेटली चितवनको मान्छेहरू एकदमै शिक्षित छ है। हेटौँडा आई डोन्ट नो, स्टिल अति नपढेको ठाउँ जस्तो लाग्छ हेटौँडा। एकजना हेटौँडाको रिप्रेजेन्टेटिभ हुनुहुन्थ्यो, खतरा खालको मान्छे, तर उहाँको नाम लिन पनि लाज लाग्छ अहिले है। सबैले मिस नेपाल हुनुहुन्छ, पूर्व मिस नेपाल, तर उहाँले चाहिँ नाक काट्नु भएको छ हाम्रो यहाँ होइन। हेटौँडा के अब हेटौँडा नाम खतम लाग्छ यार मलाई त यार, अशिक्षित के। ओके, यहाँ फुटसल भइरहेको छ होइन। बुढाहरू, रिटायर बुढाहरू फुटबल खेलिरहेछ, कति राम्रो छ यार। अबको 10 इयर्स नेपाल यस्तो शान्त, सबै शिक्षित, सबजना शिक्षित। यस्तो इभिनिङमा म रनिङ आएको छु। एउटा फनी कुरा चाहिँ, म यहाँनिर जिम सबै छ है, तर यहाँ पार्किङ गरेर म यहाँनिर जिम गइनँ क्या, स्विमिङ गइनँ क्या। गाडी यहाँ अस्ति पनि यहीँ पार्किङ गरेर म भित्र गइनँ, कति अल्छी यार। एनिवे गाइस, आई गट गो नाउ। फेरि पनि भन्छु, अबको 10 वर्ष, थोरैमा 5 वर्ष, धेरैमा 10 वर्षमा नेपाल यस्तै। अनि आउने हो आफ्नै देश, तर चाँडै आउँछु, आफ्नै देशमा बस्ने हो यार। अर्का देशमा हली भनेर काम छैन। गो लेट्स गो। ल राखिदिएको। हेलो नयाँ नेपाल, नमस्ते, ढोकदैया गरे हजुर। धेरै समयपछि कहाँबाट सुरु गरौँ? ओके, मेरो भिडियो चाहिँ त्यही हो, सधैँभर पहिला रमाइलोको लागि हुन्थ्यो भने जस यो भिडियो चाहिँ अलिकति सूचनामूलक, शिक्षामूलक हो होइन। म अहिले पार्किङमा छु, गभर्मेन्टको काउन्सिलको पार्किङमा होइन। गभर्मेन्टको काउन्सिलको पार्किङ भन्नाले अब गभर्मेन्टको एरियामा छु होइन। मैले भन्न खोजेको कुरा चाहिँ के हो भन्दाखेरि, मैले जुन एरियामा पार्किङमा बसिरहेको छु नि, त्यो एरिया चाहिँ आजभन्दा 5 वर्ष अगाडि खाली थियो क्या। खाली थियो, अब खाली भन्दा जस्तो चौर जस्तो थियो। अहिले यति राम्रो तरिकाले यो 3 इयर्स जति भयो यो सबै बनाउनु लागेको होइन। यति राम्रो तरिकाले अर्गनाइज गरेर एउटा स्पोर्ट्स सेन्टर बनाएको छ नि होइन। अनि म अबको 10 वर्ष नेपाललाई यस्तै ड्रिम देखिरहेको छु क्या। 10 वर्षमा हरेक संसारको हरेक कुनामा 10 वर्षमा घाम झुल्किन्छ अरे के। जे हुनु छ 10 वर्षमै हुन्छ अरे के। लेट्स रिकल आवर पहिलाको पास्ट। 10 वर्षमा 10 वर्ष जनयुद्ध भयो। 10 वर्षमा कति विनाश भयो हाम्रो देशमा। शिक्षा खत्तम भयो, स्कुलहरू खत्तम भयो, हिस्ट्री खत्तम भयो, मान्छे गए गुज्रेको भयो, कला संस्कृति धर्म
के भनौँ अब सबै खतम भयो यो 10 वर्षमा होइन। तर अहिले फेरि 10 वर्ष लगभग 10 वर्षपछि फेरि उल्ट्यो क्या। अति भयो नि त मान्छेलाई, अति भएपछि उल्ट्यो। र अहिले नयाँ सरकार आएछ अनि शिक्षित मान्छेहरू आएछ। अबको 10 वर्षमा जति पनि यो 10 वर्षको जनयुद्धले दिमाग भुटेको मान्छेहरू पनि सिद्धिँदै जान्छ, स्वर्गवास हुन्छ, स्वर्गमा बास होस् उनीहरूको सबैजनाको। र नयाँ युवा अब जेनजेड भन्दाखेरि फेरि मान्छेको दिमागमा अर्कै हाइपोथेटिकल कुरा नगरौँ होइन, फेरि अर्कै के कुरा गर्छ नेपालमा। एनिवे नयाँ युवाहरू आएछ, नयाँ सोचको मान्छेहरू आएछ। अबको हाम्रो देश यस्तै हुन्छ, हुनुपर्छ र हामीले सपोर्ट गर्नुपर्छ। शिक्षित युवा जसले भ्रष्टाचारको नाउँमा जेरो पनि टलरेन्स नगर्ने मान्छेहरू आएको छ होइन। त्यही कारणले गर्दा लेट्स सपोर्ट अबको हाम्रो 10 वर्षको। अनि आफ्नै देशमा फर्किने हो यार साला, अर्काको देशमा गोरु बनेर को बस्छ यार। बरु आफ्नै देशमा गोरु बन्ने हो नि होइन। ओके, म हल्का यताउता देखाउँछु, रनिङ सनिङ जान्छु, आउँ, त्यही हो है त। अनि अब मेन कुरा त भन्नै बिर्सेको, खाली जग्गा छ। खाली जग्गा भन्दैमा कोही आएर होमलेस पनि बस्दैन हो। यहाँनिर रुल्स छ नि त, पुलिस आएर समातिदिन्छ। अनि हाम्रो नेपालमा चाहिँ सायद बोर्डर खुल्ला भएर होला इन्डियासँग, किनकि इन्डियाले पनि त आफ्नो जनतालाई, कति मान्छेलाई शिक्षाको ज्योति तल राखेर आफ्नो भोटको लागि के, अनि जता पाए त्यतै बस्न अव्यवस्थित दिएछ नि त। किन भन्दा नेपालको यो 10 वर्षको कहानीको नेताहरूले पनि सिकेको इन्डियाबाट हो नि त सबै। अनि इन्डियामा त्यस्तै ध्वस्तै छ, धन्न हाम्रो नेपालको मान्छेहरू अलिकति रहेछ। केही मान्छेहरू अझै स्वर्गवास हुन त बाँकी छ होइन। स्टिल ल लेट्स गो। अब म देखाउँछु हल्का है त। हाम्रो नेपालमा नि खास गर्मी छ नि त, दिउँसो खेल्नलाई लास्ट गर्मी हुन्छ है। अनि बिजुली त प्रशस्तै छ त, नाइटमा खेले हुँदैन, फुटसल यस्तै गरेर। तर 10 वर्षमा म यो अवश्य सम्भव छ, अवश्य यो हुन्छ नै। यो पहिलाको बुढा पोलिटिसियनहरू अब सखाप हुन्छ होइन। अनि त्यो विश्वास गर्ने मान्छेहरू नि बिस्तारै अब सिद्धिँदै जान्छ, स्वर्गवास हुन्छ। एन्ड देन डेफिनेटली हाम्रो नेपाल पनि यस्तै हुन्छ भन्ने अवश्य आशा गरेको छु। ल राखिदिन्छ है, यहाँको मान्छेहरू फेरि भिडियो खिच्न मन पराउँदैन, मैले राखेँ अब। ल बब्बाल अब भन्दै राखिदिन्छु, म गएको है त।